उत्पत्ति 50 अध्याय। योसेफ आफ्ना बुबामाथि घोप्टो परेर रोए र तिनलाई मुवाई खाए। तब योसेफले आफ्नो सेवामा हुने वैद्यहरूलाई आफ्ना पिताको लासमा सुगन्धित लेप मल्न लगाए। यसकारण ती वैद्यहरूले इस्राएलको लासमा सुगन्धित लेप मले। यसको निम्ति 40 दिन लागेको थियो, किनकि सुगन्धित लेप लाउन यति नै दिन लाग्थ्यो। तिनको निम्ति मिस्रीहरूले पनि 70 दिन शोक मनाए। तिनको निम्ति शोक मनाउने दिन बितेपछि योसेफले फारोका भारदारहरूसँग यसरी कुरा गरे, यदि तिम्रो निगाह ममाथि छ भने कृपा गरी यो मेरो कुरा फारो कहाँ लगिदेऊ। मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो, म मर्न लागेको छु। कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्नु। यसकारण कृपा गरी गएर मेरा बुबालाई त्यहीँ गाडेर फर्किआउन पाऊ। फारोले जवाफ दिए, तिमीलाई उनले शपथ खान लाइब मोजिम गएर तिम्रा बुबालाई गाड। यसैले आफ्ना बुबालाई गाड्न योसेफ गए। तिनका साथमा फारोका सारा अधिकारीहरू, उनका भारदारहरू र मिश्रका सबै मुख्य मानिसहरू, साथै योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए। केवल तिनीहरूका बालबच्चा, तिनीहरूका बगाल र बथानहरू गोसेन प्रदेशमा नै छोडिएर रहे। तिनका साथमा रथहरू र घोडचढीहरू पनि गए। त्यो एउटा ठूलो मलामीको समूह थियो। जब तिनीहरू यर्दन नेरको आतातको खलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे। अनि त्यहाँ योसेफले 7 दिनसम्म आफ्ना बुबाको निम्ति बिलाप गरे। त्यस देशका बासिन्दा कनानीहरूले आतातको खलामा गरेको बिलाप देखेर भने, यो त मिस्रीहरूको ठूलो बिलाप रहेछ। यसकारण यर्दन नेरको त्यस ठाउँको नाउँ हाबिल मिस्रैम राखियो। त्यो यर्दन पारीपट्टि छ। यसरी याकुबले तिनीहरूलाई आज्ञा गरे मोजिम छोराहरूले गरे। तिनका छोराहरूले तिनलाई कनानसम्मै पुर्याए र हित्ती एप्रोनसँग खेत समेत अब्राहमले चिहान बनाउनलाई किनेको ओडार अर्थात् मम्रे नेरको मकपेलाको खेतमा भएको ओडारमा तिनलाई गाडे। आफ्ना बुबालाई गाडिसकेपछि आफ्ना दाजुभाइहरू र आफ्ना बुबालाई गाड्न तिनीसँग गएका सबैका साथमा योसेफ मिस्रमा फर्के। बुबाको मृत्यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने, सायद अब योसेफले हामीसँग दुश्मनी गर्नेछ र हामीले उसलाई गरेका सबै खराबीको बदला लिनेछ। यसै कारण उनीहरूले यसो भनेर योसेफ कहाँ खबर पठाए, मर्नुभन्दा अघि तपाईका बुबाले यस्तो आज्ञा दिनुभएको थियो, तिनीहरूले योसेफलाई भन, कृपा गरी उनीहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर। अब बिन्ती छ, कृपा गरी तपाईका बुबाका परमेश्वरका दासहरूका अपराध क्षमा गर्नुहोस्। उनीहरूको यस्तो कुरा सुनेपछि योसेफ रोए। तिनका दाजुहरू पनि आएर तिनका सामुन्ने घोप्टो परेर भने, हेर्नुहोस्, हामी तपाईका दास हौं। तर योसेफले उनीहरूलाई भने, नडराओ, के म परमेश्वरको स्थानमा छु र? तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्यसरी नै धेरैजना मानिसहरू बाँचिरहुन्। यसकारण नडराओ, तिमीहरूलाई तिनीहरूका बालबच्चा समेत म पालन पोषण गर्नेछु। यसरी तिनले उनीहरूलाई ढाडस र सान्त्वना दिए। योसेफ र तिनका बुबाका परिवारहरू मिश्रमै बसे र योसेफ 110 वर्षसम्म बाँचे। योसेफले एफ्राइमको पनातीसम्म पनि देखे। मनस्सेका छोरा माकिरका भर्खर जन्मेका बालबच्चा पनि योसेफकै घुँडामा राखिए। तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, मेरो मर्ने बेला भयो, तर परमेश्वरले निश्चय नै तिमीहरूको हेरविचार गर्नुहुनेछ र उहाँले अब्राहम, इसहाक र याकुबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई लैजानुहुनेछ। अनि योसेफले इस्राएलका सन्तानलाई शपथ खान लाएर भने, परमेश्वरले तिमीहरूको हेरविचार गर्नुहुनेछ र त्यो बेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानु। यसरी योसेफ 110 वर्षको भएर मरे र उनीहरूले तिनको लास सुगन्धित लेप मलेर बाकसमा हालेर मिश्रमा नै राखे। हवस् त, उत्पत्ति 50 अध्याय बाइबल वाचन समाप्त भएको छ। नेपाली बाइबल वाचन युट्युबलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। धन्यवाद।